एउटा यस्तो किताब हो जहाँ हरेक दिन नयाँ कथा लेखिन्छ। कहिले खुसीका रङ्गीन पलहरू हुन्छन्। मान्छे बाहिरबाट जति हाँसेको देखे पनि उसको मनभित्र कति पीडा लुकेको हुन्छ त्यो कसैले सजिलै बुझ्न सक्दैन। कतिपय चोटहरू शरीरमा होइन मनमा लागेका हुन्छन् जसको उपचार समयले मात्र गर्छ। कहिले कसैको साथले मन खुसी हुन्छ, कहिले आफ्नै मान्छे टाढा हुँदा मन एक्लो महसुस गर्न सक्छ। धेरै सपना बोकेर हिँडेको मन कहिलेकाहीँ थाकेर चुप लाग्छ, तर फेरि पनि आशा मार्दै जीवनका कुरा आफ्नो चाहना अनुसार हुँदैन। तर मनले चाहिँ सधैँ राम्रो समयको प्रतीक्षा गरिरहन्छ। कतिपय यादहरू मिठा हुन्छन्, कतिपय यादले रातभर निदाउन दिँदैनन्। त्यही पनि मनले ती सबै सम्झनाहरू आफ्नो मन सुरक्षित राखिरहन्छ। मन कहिले नदी जस्तै बन्छ, कहिले आकाश जस्तै विशाल हुन्छ। कहिले सानो कुरा खुसी हुन्छ, कहिले ठुलो कुराले पनि सन्तुष्ट हुँदैन। तर एउटा कुरा सधैँ सत्य हुन्छ, मलाई माया, अपमान र सम्मान चाहिन्छ। आज पनि धेरै मान्छेहरू हाँसेका मुखौटाहरू लगाएर बसिरहेका हुन्छन्। भित्रभित्रै टुटेका भए पनि अरूलाई खुसी देखाउन खोजिरहेका हुन्छन्, किनकि मनको कथा सबैले बुझ्न भाग्य पाउँदैनन्। मनलाई कहिले कमजोर नठान्नु, किनकि यही मनले दुःख सहेर पनि फेरि मुस्कुराउन सिकाउँछ।